सुनको काग। एक गाउँमा रामु नामको गरिब किसान बस्थ्यो। ऊ निकै इमान्दार र मेहनती थियो, तर भाग्यले उसलाई सधैँ गरिबमै राखेको थियो। एक दिन उसले बारी जोत्दै गर्दा एउटा सुनको काग भेटायो। त्यो काग बोल्न सक्थ्यो। कागले भन्यो, हे रामु, म तिमीलाई हरेक दिन एउटा सुनको अन्डा दिन सक्छु, तर एक शर्त छ, तिमी लोभी भइहाले म उडेर जान्छु। रामु खुसी भयो। हरेक दिन कागले सुनको अन्डा दिन्थ्यो। रामुको जीवन फेरिन थाल्यो। उसले घर बनायो, गाई भैँसी किन्यो, सबै ठिकठाक हुँदै गयो। तर केही महिनापछि उसलाई लाग्यो, यदि मैले यो कागलाई मारिदिएर पेट चिरे भने त भित्र धेरै सुनका अन्डाहरू होलान्। लोभले अन्धो बनेर उसले काग मारिदियो। पेट चिरेर हेर्दा त्यहाँ केही थिएन। सुनको अन्डा त बाहिर दिइरहेको काग मात्र रहेछ। अन्त्यमा रामु फेरि गरिब भइदियो। लोभले सधैँ नोक्सान गराउँछ। धैर्य र सन्तोष नै साँचो धन हो। धन्यवाद।